नमस्ते सम्पूर्णमा। मैले मेरो अघिल्लो भिडियोमा ग्यास्ट्रिक हुने तीनटा कारणमध्ये मैले दुईटा कारण खानपिनबाट हुने ग्यास्ट्रिक र हाम्रो आमाशय अथवा पेटमा हुने एस पाइलोरी ब्याक्टेरियाको संक्रमणको कारण हुने ग्यास्ट्रिक दुईटा बताइसकेको छु। म आज भने एउटा अर्को तेस्रो नम्बरमा रहेको जो हाम्रो मनबाट हुने ग्यास्ट्रिक अथवा मनको कारणले अथवा दिमागी बिमारीको कारणले गर्दाखेरि हुने ग्यास्ट्रिक भनेको एउटा अर्को ग्यास्ट्रिक छ। यसको बारेमा म आज बताउन गइरहेको छु। त मनबाट हुने ग्यास्ट्रिक भनेको यो हाम्रो जुन दिमागमा बग्ने एउटा रसायनहरू हुन्छन्, त्यो रसायन इन्ब्यालेन्स भएपछि हाम्रो पेट खराब हुन्छ। पेटमा अपच हुन्छ, डायरिया हुन्छ, कब्जियत हुन्छ, खट्टी डकार आउने, अमिलो पानी आउने, वाककी लाग्ने, पेट दुखिरहने, त्यस्तै दिशामा आउँ जस्तो दिशा आउने, फिचफिच जस्तो दिशा आउने, अथवा कब्जियत पनि हुनसक्छ, 3-4 दिनको एकचोटि दिशा आउने, 2 दिनको एकचोटि दिशा आउने, यस्तो पनि हुनसक्छ। अनि डायरिया पनि हुनसक्छ। यो मनको कारण हुने ग्यास्ट्रिक भएपछि यो समस्याहरू देखा पर्छ। र कुनै यो मनको कारण भएको ग्यास्ट्रिक भनेको यो जति ग्यास्ट्रो डक्टरसँग चेक गराए पनि सन्चो हुँदैन र आयुर्वेदिक डक्टरसँग चेक गराए पनि सन्चो हुँदैन। मनको कारण हुने ग्यास्ट्रिक जसलाई भनिन्छ आइबिएस, इरिटेबल बावल सिम्पटम, मनबाट हुने ग्यास्ट्रिकलाई आइबिएस भनिन्छ, इरिटेबल बावल सिम्पटम। इरिटेबल बावल सिम्पटम भन्नाले हाम्रो आमाशय जुन पेट भयो, आन्द्राहरूको एउटा जुन पचाउनु पर्ने हो, हामीले खाएको खाना पचाउनु पर्ने हो, भिटामिन न्युट्रिसन सोच्नु पर्ने हो, त्यो नसोचेको हाम्रो खाएको खानालाई प्रपर नपचाएको भन्ने बुझिन्छ इरिटेबल बावल सिम्पटम भन्नाले। त्यही भएर एउटा यो दिमागी कारणले गर्दा, दिमागमा बग्ने केमिकल्सको कारण र हर्मोन्स अथवा केमिकल्स इन्ब्यालेन्स बिग्रेर हाम्रो केमा असर गर्छ त? पेटमा असर गर्छ, हाम्रो पाचनमा असर गर्छ सिधा। किनकि यो पाचनमा समस्या गर्नुको कारण हाम्रो पेट र दिमागको सिधा सम्बन्ध हुन्छ। जस्तै हामीलाई अब तनाव भयो अथवा चिन्ता भयो भने हाम्रो पेट गडबड हुन सुरु हुन्छ, नर्मल व्यक्तिलाई समेत। भनेपछि यो दिमागको कारण हुने ग्यास्ट्रिक छ, यसलाई भनिन्छ आइबिएस भनिन्छ। यसको उपचार भनेको दिमागकै डक्टरसँग हुन्छ, मनोरोग डक्टर अथवा साइकेट्रिक्स डक्टरसँग यसको उपचार हुन्छ। यसको उपचार भनेको साइकेट्रिक डक्टरसँग हुन्छ केवल, र ग्यास्ट्रो डक्टर र आयुर्वेदिक डक्टरसँग हाम्रो पैसा खेर जान्छ, पैसाको बर्बादी हुन्छ, समयको बर्बादी हुन्छ, सन्चो तिनीहरूसँग हुँदैन। अहिले अब धेरैजसो ग्यास्ट्रिक पीडितहरू छन्। अब धेरै हस्पिटलहरू चेक गराइसकेका हुन्छन्, धेरै डक्टरहरू चेन्ज गरिसकेका हुन्छन्। एक हस्पिटलमा जान्छन् सन्चो हुँदैन, अर्को हस्पिटलमा जान्छन् सन्चो हुँदैन। यो ग्यास्ट्रिक जस्तै चेकहरू गर्छन्, थेरापीहरू गर्छन्, जस्तो कि अल्ट्रासाउन्ड भयो, इन्डोस्कोपी भयो, कोलोनोस्कोपी भयो, यस्ता विभिन्न किसिमकाहरू चेक गर्छन्। औषधि जतिसुकै औषधि पनि खान्छन्, तर ग्यास्ट्रिक सन्चो भएको हुँदैन। यो भनेको आइबिएस हो। यो ग्यास्ट्रिक नभएर ग्यास्ट्रिकको समस्या जस्तै देखिएको, तर यो ग्यास्ट्रिकभन्दा एकदम ठुलो रूप हो। यो आइबिएस हो, इरिटेबल बावल सिम्पटम। यसको उपचार केवल साइकेट्रिक डक्टरसँग छ। यताउता नभड्किनु होला, नतर्पिनु होला। यदि कसैलाई ग्यास्ट्रिक छ भने एकचोटि साइकेट्रिक डक्टरसँग गएर चेक गराउनु होला, तपाईँलाई 100% निको हुन्छ। मलाई पनि यस्तै भएको थियो, 5-6 वर्ष यस्तै भएको थियो। मैले पनि हरेक किसिमको चेकहरू गराएँ, 6-7वटा हस्पिटलहरू धाएँ, हस्पिटलमा चेक गराएँ, कतिपय डक्टरसँग चेक गराएँ, तर मेरो यो ग्यास्ट्रिक रोग निको भएन। लास्टमा साइकेट्रिक्ससँग जाँदाखेरि मैले त्यहाँ उपचार गर्दाखेरि 100% म निको भएँ। पहिलाकै लाइफमा म फर्किन सफल भएँ। म 68-69 केजीको मान्छे म 45 केजीमा झरेको थिएँ यो आइबिएस हुँदाखेरि। म आजलाई यति नै भन्न चाहन्छु। यदि तपाईँहरू पनि कसैलाई लामो समयदेखि ग्यास्ट्रिक निको भएको छैन, धेरै चेक गराइसक्नुभयो, जस्तै कि अल्ट्रासाउन्ड, इन्डोस्कोपी, धेरै डक्टर चेन्ज गरिसक्नुभयो, धेरै औषधि खाइसक्नुभयो, तर ग्यास्ट्रिक निको भएको छैन भने एकचोटि तपाईँ अवश्य साइकेट्रिस्ट
डक्टरसँग जानु होला र त्यहाँ आफ्नो प्रब्लम भन्नु होला। जस्तै योमा के हुन्छ भने पेटको मात्र समस्या नभएर समस्या नदेखिएर दिमागी सिम्टम्स पनि देखा पर्छ। जस्तो कि निद नलाग्नु, टाउको पनि दुख्नु, मनमा एउटा अनेक कुराहरू एउटै कुरा मनमा खेलिरहनु, बार एउटै कुरा खेलिरहनु हुन्छ। यसमा पेटको मात्र समस्या नभएर दिमागमा पनि समस्या हुन्छ। पहिलाकै कुराहरू सम्झिरहने, मलाई त पहिलेको लाइफ ठिक थियो भन्ने एउटा एउटा महसुस हुनु, सोच आउनु र भविष्यको चिन्ता हुनु, भविष्यमा के गर्ने होला, कसो गर्ने होला भन्ने गर्नु र पहिलाको जस्तो साथीभाइसँग सङ्गत गर्ने इच्छा नलाग्नु, समाजमा गएर कुरा गर्ने मन नलाग्नु, यस्तो पनि हुनसक्छ। पेटको सिम्टम्स, पेटको समस्यासँगै दिमागको समस्या हुन सक्छ। आइबिएसमा पेटको समस्याहरू त्यही हो, पेट दुख्ने, पेटमा जलन हुने, पेटमा भारीपन, असजिलो महसुस भइरहने, खाना नपच्ने, दिशामा गडबडी हुने हो, यस्तो खालको छ। तर औषधि खाइरहनु भएको छ, निको भएको छैन भने यो तपाईलाई ग्यास्ट्रिक नभएर आइबिएस हो, इरिटेबल बाउल सिन्ड्रोम हो। यसको उपचार भनेको साइकेट्रिस्ट डक्टरसँग हुन्छ, किनभने यो मनको समस्याले गर्दा भएको ग्यास्ट्रिक मनोरोग डक्टरसँग उपचार हुन्छ। यसको मनोरोग डक्टरको उपचार भयो भने तपाईको पाचन क्रिया अटोमेटिक ठिक हुँदै जान्छ, बिस्तारै ठिक हुँदै जान्छ, तपाई पहिलाकै नर्मल लाइफमा फर्किन सक्नुहुन्छ। साथीहरू आजलाई यति नै। कोही कमेन्ट भएमा केही मसँग सोध्नु परेमा कमेन्टबाट सोध्नु होला, कमेन्ट गर्नु होला, म त्यसको उत्तर दिनेछु। केही समस्याहरू भएमा, ग्यास्ट्रिकको, कब्जियतको, आइबिएसको बारेमा केही भएमा कमेन्ट गर्नु होला र यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला, किनकि म यस्तै स्वास्थ्य सम्बन्धीका भिडियोहरू बनाउने गर्छु। मेरो च्यानल भर्खर नयाँ पनि हो, एक सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। ओके, बाई बाई।